Hello and namaste everyone. Welcome to my new episode vlog. है आज चाहिँ हामी टक्क पातलेखेतदेखि पछाइसम्मको बबाल एडभेन्चर एक्सट्रिम राइड है दुईटा टो20 र एउटा एन्ड्रोकमा बबाल राइड हुनेछ गाइज हेर्न नभुल्नु होला लेट्स सी गाइज लेट्स गो यात्रामा डक्टर थ्री बोर्डर्स है डक्टर लाएर यात्रामा है डक्कर जाँदा ब्रदरहरू कस्तो भइरहेको छ नि राइडिङ बवाल हो ल ठिक छ ल मैले पनि बवाल है ल 220 मा छु म चाहिँ टक्क है ल यहाँ चाहिँ यहाँ एकाले राइडिङ चाहिँ अलि रगिट छ सन्जय 220 मा छन् अब चाहिँ हामी उमो जाने हो उमो हो कि उडो हो उमो हो ल अब बिस्तारै चाहिँ अब माथिबाट अर्को सिन आउँछ गाइस ल लेट्स गो जा है टक्क माथि गाड्नेतिर है अत्यन्त राम्रो सिन है गाइजहरु एकदम बवाल छ एकदम वाउ है गाइजहरु टक्क लाएर ल गान्डेतिर है मन्डेतिर टक्क अब एक्सट्रिममै पुरा एडभेन्चर राइडिङ ल टक्क ओ खत्रै हो चाहिँ बाले घाँस काटेर आउनु भयो जानमा नै टक्क है खरको घाँस टक्क है ल काले राइडर चाहिँ 220 मा डेन्जर राइड गर्दै कस्तो भइरहेछ राइड टक्क है ल टक्क रगिटले पूजा गर्यो अब चाहिँ टक्क सञ्जय फादर्सले ल पुरै आशिषै के अरे वरै मागे सरकारले ल अलराइट गाइज हामी चाहिँ भर्खरै है कालीगाउँ काटेर टक्क लाएर अब पछि आउने लागिसक्यो टक्क हामी चाहिँ बवाल एक्सट्रिम राइड भइरहेको छ पुरै एउटा एन्ड्रोक दुईटा 220 मा चाहिँ भर्खरै कालीगाउँ क्रस भयो यु क्यान सी गाइज सिन है बवाल छ टक्क बेनीको खोला पनि देखिरहेको छ टक्क मल्लाजहरू सबै यो चाहिँ माथि गान्धीको भ्यू टावर जाने बाटोतिर माथि है यो चाहिँ फेरि लेट्स गो गाइज ल कालीगाउँ क्रस गरेको छौँ अब चाहिँ केही छिन पश्चात पश्चाइ कि के अरे पश्चान हुनेछौ यु क्यान सी गाइज एकदम दामी है यहाँ चाहिँ भिरहरू छ टक्क अरिङ्गालको गोलाहरू नि होला अब टक्क हामी चाहिँ अब फेरि ल टक्क ए ठिक छ नि होइन राइडिङ कस्तो छ एकदम ठिक छ ल लेट्स गो गाइज फेरि भन्नु ल अलराइट गाइज चाहिँ हामी चाहिँ भर्खरै युगन गाइज है टक्क लाएर बस्तीहरू दामी छ वाल सिन सहित है टक्क केटाहरू चाहिँ अगाडि गइसकेको छ टक्क जसले स्कुटर राइडिङ बाबालाई हान्दा थाल्छ चाहिँ बाटो पनि डेन्जर रहेछ है हामी चाहिँ अब सो गाइज है दियोर चाहिँ है बवाल बाजा बाजेको छ है केटाहरू चाहिँ नाचौँ भन्ने छ यति टाढा भयो नि अझै बाटोमा भेटियोस् बाजा केटाहरू नाच्ने इच्छा पुरा भओस् त्यही हो गाइज ल ओ यु क्यान सी गाइज है बवाल भ्यू है ल टक्क लाएर खोलाहरू टक्क देखिरहेछ हामी चाहिँ टपमा छौँ गाइजहरू यु क्यान सी है बवाल कस्तो
एकदम दामी गछ चाहिँ अझै ल भक्सु गाई चाहिँ अझै दामी दामी किनेर आओस् है तपाईँहरूलाई टक्क देखाउनु पाउन् त्यही हो टक्क लगाइजहरू ल बाटोमा जाने क्रममा चाहिँ एकदम हिलो ल है गाइजलाई यु क्यान सी है ल टक्क लाएर ल टक्क लाएर मन्दिरमा टक्क है ल अब टक्क यहाँ ठक्क टिङ पारी घन्टी बजायो ल गाइस टक्क लाएर यही हो यु वान्ट है यार घुम्न आउनु चाहनुहुन्छ भने चाहिँ टक्क बेनीदेखि मिनिमम कति 10-12 किलोमिटर छ होला यो मन्दिर यु क्यान आउनु सक्नुहुन्छ यहाँ चाहिँ बवाल छ क्या स्पेसल्ली चाहिँ यहाँ टक्क गर्लफ्रेन्ड बोयफ्रेन्डको लागि चाहिँ एकदम स्पेसल ठाउँ छ यहाँ चाहिँ टक्क है ल सुटुक्क बिहा गर्न चाहनुहुन्छ भने नि एकदम दामी छ है ल अब हामी अब त्यस्तै पर्यो अब हामी तिनजना रक स्टार पारामा केटा आएछौँ पुरै है नेक्स्ट टाइम चाहिँ केटाहरूले तरुण लिएर आउने भन्ने कुरा छ के हुन्छ त्यही हो गाइज ल सो गाइज है ल टक्क लाएर यहाँ एक दुई कपी फोटोसोटो खिच्यो टक्क अब ओह्रालो लाग्नु पर्छ टक्क लाएर त्यही हो गाइज है बवाल यहाँ चाहिँ है पुरै ल पछै भन्ने ठाउँमा चाहिँ बवाल मूर्तिको निर्माण हुँदैछ उहाँ चाहिँ मेबी है यहाँ चाहिँ ढोलठान भन्ने ठाउँको राजा हुनसक्छ यो चाहिँ है टक्क राजाको शालिग बनेको हो है यहाँ चाहिँ टक्क गाइजहरू ल जोस् ठाउँमा चाहिँ घुम्ने ठाउँहरूको पार्कहरू बन्दैछ गाइज तपाईँहरू सबै आएर यहाँ होप्छु गाइज है सबै आएर प्रमोट गर्नु होला यसलाई त्यही हो गाइज ल लाग्यो याद ल है ओह्रालोमा टक्क ल पछाइको घुमाइपछि ओह्रालो लाग्यो गाइजहरू ल अब चाहिँ केही सेकेन्ड पछि चाहिँ चौर पुगिन्छ गाइजहरू ल सलाइट गाई चाहिँ टक्क लाएर हामी चाहिँ चौर भन्ने ठाउँमा आयौँ टक्क है यु क्यान सी गाइज 360 भ्यू है कम दिनुपर्छ क्या झ्याप्प 360 भ्यू है टक्क लाएर है ल एकदम दामी 360 भ्यू है चौरतिर है त ल टक्क पिङ खेल्दै जोरथे आम्मामा जोरथे पिङ खेल्दै हो नि ओ यु क्यान सी गाइज बवाल भ्यू है टक्क चौर ओ गाइजहरू पुण्यतिर है तिमीले फसेको तिमीले आउँदैन कसरी ल त्यहाँ तल भरेर राख It's on me now.
यु क्यान सी गाइज यो चाहिँ ओखले है यहाँ चाहिँ टक्क धानहरू लरबर झुलेर दामी छ म चाहिँ ठ्याक्क चौरबाट आउँदाखेरि चाहिँ टक्क बाजेले लिएर आएको थिएँ त्यस कारणले मैले चाहिँ भ्लग गर्न पाइनँ सरी है गाइज ठ्याक्क गाई चाहिँ ल टक्क घर आएपछि चाहिँ टक्क घरमा आँगनमा चाहिँ टक्क दसैँको बेलामा चाहिँ टक्क गाउँमा बाजा बजार हिँड्ने चलन हुन्छ हाम्रो गाउँमा चाहिँ त्यही हाम्रो घरमा चलाइरहेको थियो र घर आएर एकदम दामी रमाइलो गर्यो गाइस ल रमाइलो एकछिन हेरमै त लगाइस् ल सो गाइज अब चाहिँ रमाइलो पनि हेर्नुभयो अनि बाजाहरू पनि घर गए अनि रमाइलो पनि सक्यो अब चाहिँ है गाइज ल जस्तो भए पनि भ्लग हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद अब अर्को भ्लगमा अझ राम्रो गर्नेछु हस् धन्यवाद